नमस्ते यहाँहरू सम्पूर्णमा आज साउन 5 गते यो बुद्धचित्त चाहिँ सबै क्वालिटीको चाहिँ हामीसँग चाहिँ उपलब्ध छ है। तपाईँहरूलाई यो धेरैजनाले चाहिँ सोधिरहनु भएको छ। तपाईँहरूले यो भिडियोलाई धेरैभन्दा धेरै सेयर पनि गरिदिनु होला, किनभने धेरैजना चाहिँ अझै पनि यो सोधिरहनु भएको छ मलाई। हजुरहरूले भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। 2 मुखेदेखि 5 सम्मको हामीसँग चाहिँ यो बिरुवाहरू चाहिँ उपलब्ध छ। 2 मुखे नो साउन्ड, 3 मुखे, 4 मुखे, 5 मुखे फल्ने बोर्डहरू चाहिँ हामीसँग उपलब्ध छ। अनि यहाँ देख्न सक्नुहुन्छ सबै क्वालिटीको बिरुवाहरू चाहिँ उपलब्ध छ। यहाँ धेरै ठाउँको लागि पनि अहिले गाडीमा एकदमै धेरैजना आउनु भएको छ आज। धेरै ठाउँको लागि पनि प्याक हुँदैछ यसरी देख्न सक्नुहुनेछ। मेरो अर्को नर्सरीको यही साइडमा चाहिँ ओपनिङ भइसकेको छ अर्को नर्सरी पनि। यहाँ हेर्न सक्नुहुनेछ। हजुरहरू यो चाहिँ यो भर्खरै ओपनिङ भएको यो पनि यो ठुलै स्पेसमा चाहिँ यो भएको छ नर्सरी। यहाँ पनि देख्न सक्नुहुनेछ। दिनमा धेरैजना, दिनमा 100औं चाहिँ आउनुहुन्छ। तपाईँहरूले एकदमै यो पहिलादेखि नै लगिरहनु भएको रिपिट लानेहरू धेरैजना आउनु भएको छ मलाई सम्झेर। हामीसँग चाहिँ यसरी सबै क्वालिटीको बिरुवाहरू चाहिँ उपलब्ध छ। बुद्धचित्तमा हुनुपर्ने जति पनि हुनुपर्ने क्वालिटीहरू चाहिँ उपलब्ध छ। तपाईँहरू काठमाडौँ हुनुहुन्छ भने काठमाडौँको लागि पनि मैले यो भक्तपुरमा चाहिँ उपलब्ध गरेको छु बिरुवाहरू। यही बिरुवाहरू चाहिँ भक्तपुर यो सूर्यविनायक हलाती आउनुभयो भने तपाईँहरूलाई यही बिरुवा चाहिँ उपलब्ध हुन्छ सबै क्वालिटीको। यो चाहिँ भर्खरै चाहिँ ओपनिङ भएको नर्सरी हो।